नमस्कार। क्यामेराबाट रञ्जना देवकोटाको साथमा म हुँ ज्योति सिंह ठाकुर देवकोटा। आदरणीय दर्शकहरू, आज हामी 2078 साल माघ महिनामा मीन राशिको भविष्यफल लिएर उपस्थित भएका छौँ। उसो त माघ महिनामा मीन राशिको कस्तो खालको भविष्य रहन्छ, यहाँहरूको मान र पद प्रतिष्ठा कस्तो रहन्छ, आर्थिक आय आर्जनका पाटाहरू कस्ता रहनेछन्, साथीहरू आफन्त दाजुभाइको साथ र सहयोग कस्तो रहनेछ, पारिवारिक सुख सुविधा भौतिक स्रोत साधनहरू के कस्तो अवस्थामा रहनेछन्, पढाइ अध्ययन सन्तान क्षेत्रको यहाँको लागि के कस्तो अवस्था रहने भयो, रोग स्वास्थ्य मुद्दा मामिलाको क्षेत्रमा के कस्तो कामहरू गर्न सक्नुहुन्छ, व्यापार व्यवसायको क्षेत्रमा प्रेम दाम्पत्य जीवन यहाँहरूको कस्तो रहनेछ, चोटपटक दुर्घटनाका योगहरू कस्ता रहेका छन्, भाग्य कर्म सामाजिक क्षेत्रका यहाँका कामहरू के कस्ता रहनेछन् र कर्मको प्रतिफल राज्य पक्षबाट पाउनुपर्ने सुविधाहरू के कस्तो रहनेछ, आम्दानी ल्याउनु पर्ने रकमहरू परिश्रमको प्रतिफलहरू के रहनेछ र वैदेशिक क्षेत्र घरभन्दा बाहिर आदि कार्यहरूबाट के कस्तो फलहरू प्राप्त गर्न सक्नुहुन्छ। आज हामी 2078 साल माघ महिनाको मीन राशिको मासिक राशिफल तपाईँको माझमा लिएर उपस्थित भएका छौँ। आदरणीय दर्शक एवं भक्तवृन्दहरू, नआत्तिकन अन्त्यसम्म यो भिडियो हेर्ने र सुन्ने प्रयास गर्नुभयो भने मीन राशि हुने व्यक्तिहरूको लागि माघ महिनाको सम्पूर्ण मासिक राशिफलहरू तपाईँ जानकारी प्राप्त गर्न सक्नुहुन्छ। गोचरीय हिसाबले सूर्य भन्ने ग्रह एकादशम स्थानमा मीन राशिको रहनेछ। एकादशम स्थानको सूर्य ग्रह मीन राशि हुने व्यक्तिहरूको लागि माघ महिनामा यसले तपाईँलाई धन प्राप्त गर्दैछ र सुख प्राप्त रहँदैछ। भनिन्छ जब तपाईँको लागि सूर्य भन्ने ग्रह जब एकादशम स्थानमा रहन्छ मीन राशिहरूले यहाँले अत्याधिक आम्दानी बढाउन सक्नुहुन्छ, त्यसैगरी सुख प्राप्त गर्न सक्नुहुन्छ। सूर्य भन्ने ग्रहलाई आत्मकारक ग्रहको रूपमा मानिन्छ, त्यसैले यहाँको आत्मविश्वास बढ्नेछ, जोस जाँगर हिम्मत बढेर आउनेछ, परिश्रमको प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ। जागिरी नोकरी कुनै पनि व्यापार व्यवसाय कर्मको क्षेत्रमा राम्रो फल प्राप्त गर्न सक्नुहुन्छ। कर्म अनुसारको आर्थिक आम्दानी गर्नुको लागि तपाईँ मीन राशि हुने व्यक्तिहरूको लागि 2078 साल माघ महिनामा सूर्यको गोचर अनुसारको फल शुभ र राम्रो रहेको छ। सूर्य भन्ने ग्रहलाई ग्रहको राजा मानिन्छ। ग्रहको राजा सूर्य आफैमा शुभ र राम्रो भयो भने यहाँहरूले चाहिँ सफलता प्राप्त गर्न सक्नुहुन्छ। एकादशमी स्थानको सूर्यको प्रभावले गर्दा यहाँहरूको लागि धन प्राप्ति र सुख प्राप्तिको सन्दर्भ राम्रो र उपयुक्त रहेको देखिन्छ। अब रह्यो हामी बृहस्पति ग्रहको बारेमा जानकारी दिन्छौँ। बृहस्पति ग्रह 12औं स्थानमा मीन राशिको रहनेछ, जो लग्नको मालिक पनि रहन्छ। त्यसकारण यो समयमा मीन राशि हुने व्यक्तिहरूको लागि केही भय र पीडा रहन सक्ने अवस्था रहनेछ। स्वास्थ्यमा विशेष ख्याल गरेर अगाडि बढ्ने प्रयास गर्नुहोला। यहाँको स्वास्थ्यमा समस्या रहन सक्ने अवस्था देखिएको छ। त्यसैगरी यो बृहस्पति भन्ने ग्रहले यहाँहरूको लागि चाहिँ विशेष कुरा के छ भने जग्गा जमिन भूमि केही क्षेत्रमा भने अवश्य सकारात्मक हो, यसले चाहिँ सफलता दिनेछ। जहाँ भनिन्छ जहाँ बस्यो त्यो ठाउँमा बृहस्पति ग्रहले बिगार्छ भने जहाँ दृष्टि दियो, जहाँ यसको चाहिँ विशेष गरेर दृष्टिको प्रभाव रहन्छ त्यो ठाउँमा राम्रो हुन्छ। त्यसकारण जग्गा जमिन जोड्न चाहनुहुन्छ, घर गृहस्थी बढाउन चाहनुहुन्छ, राम्रो र शुभ फल प्राप्त गर्न सक्नुहुन्छ। मीन राशिको व्यक्तित्वहरूको लागि राम्रो र उपयुक्त रहेको छ। त्यसैगरी अर्को महत्त्वपूर्ण कुरा के हो भन्नुहुन्छ भने शत्रुहरूलाई सजिलै परास्त गर्न सक्ने, स्वास्थ्यमा केही सुधारका पाटाहरू अवश्य सफलता प्राप्त गर्न सक्नुहुन्छ। राम्रो र उपयुक्त रहन्छ। आन्तरिक कुराहरू केही न केही प्राप्त गर्न सक्नुहुन्छ, पहिल्याउन सक्नुहुन्छ। गोप्य कुराहरू प्राप्त गर्न सक्ने समय रहेको छ। तपाईँ जति पनि व्यक्तित्व रहनुहुन्छ यहाँहरूको लागि चाहिँ मीन राशिको सकारात्मक ऊर्जा प्राप्त गर्न सक्नुहुन्छ। अब रह्यो कर्मस्थानमा बसेका मङ्गल ग्रहले कस्तो फल दिँदैछ। मङ्गल कर्मस्थानमा बस्नु, 10औं भावमा मङ्गल बस्नु यो मीन राशि हुने व्यक्तिहरूको लागि अत्याधिक राम्रो रहेको छ। हामीले बुझ्नुपर्ने कुरा के छ भने माघ महिनामा मीन राशि हुने व्यक्तिहरूको लागि एक किसिमको कर्ममा मङ्गलले के दिँदैछ, आँट दिँदैछ। मङ्गललाई बलकारक ग्रह मानिन्छ, मङ्गललाई विशेष गरेर पराक्रम कारक मानिन्छ। त्यसकारण एक किसिमको हिम्मत जोस जाँगर र पराक्रम तपाईँ मङ्गल ग्रहले प्राप्त गर्न सक्नुहुन्छ। कर्मस्थानमा रहँदाखेरि शुभ फल प्राप्त गर्न सक्नु भए, राम्रो रहन सक्ने भए, जग्गा जमिनको क्षेत्रमा राम्रो रहने भयो, नोकरीको क्षेत्रमा राम्रो रहने भयो। आज सेना प्रहरी पुलिस फोर्सलाई यी क्षेत्रमा तपाईँ जागिरी नोकरी गर्न चाहनुहुन्छ, यो क्षेत्रमा मङ्गल ग्रहले राम्रो दिने भयो, अत्याधिक सफलता प्राप्त गर्न सक्नु भए। एकादशमी स्थानमा बसेको बुध भन्ने ग्रहले के फल दिँदैछ भन्ने कुरा हामी जानकारी दिउँ। बुध ग्रहले पनि आम्दानी दिँदैछ। मङ्गल
कर्म स्थानमा एकादशमी स्थानमा बुध, एकादशमी स्थानमा सूर्य, यी ग्रहले सकारात्मक ऊर्जा दिइरहेका छन्। त्यसकारण मलाई त लाग्छ तपाईँ सम्पूर्ण माघ महिनामा भाग्य चम्काउने र भाग्य उदय बनाउने, सफलता प्राप्त गर्ने राशिको रूपमा पर्नुहुन्छ। तपाईँ विशेष गरेर मीन राशिको व्यक्ति, मीन राशि हुने व्यक्तिहरूको लागि माघ महिनामा फलिफाप छ, जहाँ सूर्यको गोचर पनि राम्रो रहेको छ, मङ्गलको गोचर पनि राम्रो रहिरहेको छ। त्यति मात्र नभएर शनिको गोचर पनि यहाँहरूको लागि एकादशमी स्थानमा सुख धनलाभ भनेर भनिएको छ। त्यसकारण सुख र धनलाभ मङ्गलको गोचर एकादशमी स्थानमा भएको हुनाले यहाँहरूले अत्याधिक राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ। यो समय भनेको भौतिक स्रोत साधन जोड्नु, कर्मको क्षेत्रमा प्रतिफल प्राप्त गर्नु, सामाजिक राजनीति क्षेत्रमा सफलता प्राप्त गर्नु, भौतिक स्रोत साधनको क्षेत्रमा राम्रो रहनु, प्रेम तथा दाम्पत्य जीवनलाई राम्रो बनाउनु। तपाईँ यति बेला अविवाहित हुनुहुन्छ, माघ महिनामा विवाहको लागि पनि राम्रो बनाइरहेको छ। प्रेमको कुराहरूमा पनि सफलता प्राप्त गर्न सक्नुहुन्छ। पारिवारिक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ। त्यसकारण यो समय भनेको ऊर्जाशील समय रहेको छ। यो समय भनेको केही न केही तपाईँले चाहिँ जीवनमा प्रतिफल प्राप्त गर्न सक्ने समय रहेको छ। यो महत्त्वपूर्ण समय हो। त्यसकारण यो समयमा भाग्य उदय बनाउनको लागि, कार्य सफलता बनाउनको लागि मीन राशि माघ महिनामा 2078 साल अत्याधिक राम्रो र शुभ रहेको छ। यहाँ रह्यो केतु भन्ने ग्रह भाग्य स्थानमा रहँदा यसले केही पाप बुद्धिहरू दिन सक्छ। धार्मिक क्षेत्रमा केही यसले चाहिँ अविश्वासहरू पैदा गर्न सक्छ। केतुले केही नराम्रो प्रभाव पारिरहेको छ। त्यसरी राहु ग्रह फेरि यहाँ पराक्रममा रहँदाखेरि मीन राशिलाई के गर्छ भन्दा साथीभाइ, आफन्त, दाजुभाइ सबैको साथ र सहयोग रहने, एक किसिमको पराक्रममा बढ्न सक्ने, राहु ग्रहले आरोग्य दिन सक्ने, धन दिन सक्ने, सुस्वास्थ्य बनाउन सक्ने राम्रो बनाइरहेको छ। त्यसैले यहाँ हामी गोचरी हिसाबले के बुझिरहेका छौँ भने यहाँ राहु ग्रहको गोचर पनि माघ महिनामा मीन राशिको लागि राम्रो भयो, सूर्यको गोचर पनि राम्रो भयो, त्यसैगरी यहाँ चाहिँ शनिको गोचर पनि राम्रो भयो, मङ्गलको गोचर राम्रो रहेको छ। आज अर्को रहेको छ शुक्र ग्रह। शुक्र ग्रह कर्म स्थानमा रहँदा शुक्र ग्रहलाई सुख, शान्ति र समृद्धिको ग्रह भनिन्छ, प्रेमको ग्रह भनिन्छ। यसले चाहिँ विवाहको ग्रहको रूपमा लिन सकिन्छ। सम्पूर्ण भौतिक स्रोत साधन जति पनि हामीले प्रयोग गर्ने ग्रहको रूपमा शुक्र ग्रहलाई लिइन्छ। गोचरी हिसाबले शुक्र ग्रह 10औं स्थानमा रहेको छ। 10औं स्थान भनेको कर्मको स्थान हो। त्यसकारण जति पनि तपाईँ रहनुहुन्छ मीन राशि व्यक्तित्व, तपाईँको लागि 2078 साल माघ महिना सकारात्मक ऊर्जायुक्त रहेको छ। सम्पूर्ण ग्रहहरूले राम्रो र शुभ फल दिइरहेको अवस्था देखिन्छ। आदरणीय दर्शक एवं भक्तवृन्दहरू, आज हामी मीन राशिको 2078 साल माघ महिनाको गोचरीय फल, यहाँहरूको राशिफल हामी जानकारी दियौँ। माघ महिनामा भाग्य उदय बनाउने यो महत्त्वपूर्ण राशिको बारेमा चर्चा रह्यो। आजको विषयवस्तु, आजको जानकारी तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव जानकारीहरू यहाँले दिन सक्नुहुन्छ। हाम्रो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ, पहिलोपल्ट हेर्दै हुनुहुन्छ, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। ज्योतिष, वास्तु, धर्म र संस्कृति सम्बन्धी कुनै पनि जिज्ञासा छन् भने 98 478 44 095, 98 095 60 557 मा फोन गर्न सक्नुहुन्छ। आजलाई भने क्यामेराबाट रञ्जना देवकोटाको साथमा म ज्योति सिंह ठाकुर देवकोटाको चाहन्छु यहाँहरूको जीवन र जिन्दगी सुन्दर बितोस्। नमस्ते, जय होस्।